त्यहाँले काशी विश्वनाथ र नेपालको पशुपतिनाथको बिचमा देह र देहीको अन्तर सम्बन्ध छ। देह भनेको शरीर, देही भनेको त्यहाँ रहेको प्राण, यो बुझ्नुपर्छ। अघि भारतमा गङ्गा यमुना सरस्वती तिनवटा पवित्र नदी बग्दथ्यो। त्यो सरस्वती नदी बडो तेजिलो धारले बग्ने पश्चिम सागरमा गएर झन् समुद्रसँग मिल्ने यसको शास्त्रीय प्रमाण छ, उल्लेख छ। तर अहिले भारतमा सरस्वती नदी सुकिन्। भारतमा सरस्वती नदी सुकेको हुनाले यमनले राज गर्यो। यमनले राज गर्दा कतिपट्टि त हिन्द स्थल भयो, फकत यो नेपालको मुलुक बिच कञ्चन रहिरह्यो। र नेपालमा बागमती नदी, पवित्र नदी, बागमती भनेको सरस्वतीको बाग बीज हो। बाघ भनेको पनि त्यही, वाघ भनेको पनि बाघ बीज। र भारतमा सरस्वती नदी सुके पनि नेपालमा बागमती अविरल रूपमा बगिरहेका छन्। र पाशुपति क्षेत्रमा अनि सन्ध्याकालीन आरतीमा हामी सहभागी भएका छौँ। रात्र भनेको रात, रात्रि भनेको राति, रात्रिका भनेको त्यो रात्रसँगसम्म। रात्र भनेको आँध्यारो, अज्ञान, तमस। आरात्रिका भनेको तमस